आजको रेसिपी मिठो नरम यो काँडेदार सेलरोटीको मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुहोस् है। सेलरोटीको लागि मैले रातभरि चामल भिजाएर रेडी गरिसकेको छु। 2 केजी थाई चामल ट्रिपल ए लिएको छु। तपाईहरुले कुनै पनि चामलले सजिलैसँग सेलरोटी बनाउन सक्नुहुन्छ। अलिकति कन्फिडेन्ट हुँदैन भने घरमा भएको ठुलोहरुलाई सोध्नु होला कुन चाहिँ चामल चाहिँ सेलरोटीको लागि राम्रो हुन्छ भनेर। त्यही अनुसार तपाईले चामल रेडी गर्न सक्नुहुनेछ। मलाई चाहिँ मसला हालेको सेलरोटी एकदमै मन पर्छ। त्यही भएर मैले यहाँनिर थोरै मसलाहरु रेडी गरेको छु। यदि तपाईहरुलाई मन पर्दैन प्लेन बनाउन चाहनुहुन्छ भने स्किप गर्दा हुन्छ। मसलामा चाहिँ मैले यहाँनिर थोरै सुकमेल, सानो अलैची, ल्वाङ, सौंफ र दालचिनी लिएको छु। अब यसलाई चाहिँ मैले यहाँ भुट्न गइरहेको छु। भुट्दाखेरि एकदमै डर्ने गरेर भुट्न पर्दैन। हल्का तपाईहरुले हातले छाम्नु सक्ने भएर तात्यो भने हुन्छ। भुटेको मसलालाई साइडमा सेलाउनको लागि छोडेर अब यहाँनिर मैले चामल पिस्न थाले। चामल चाहिँ म दुई प्रकारले पिस्छु। पहिलो चोटी पिस्दा अलिक खस्रो पिस्छु। दोस्रो चोटी पिस्दाखेरि चाहिँ एकदमै मिहिन प्रकारले पिस्छु। त्यसमा मैले 1 चम्ची घिउ पनि राखेर पिस्छु। अब यसलाई मैले पिस्न गयो यो पहिलो चोटीको चाहिँ अलिक खस्रो नै पिस्छु म। यसरी तपाईहरुले दुई प्रकारले पहिला खस्रो त्यहाँदेखि मिहिन त्यसरी गर्दै तपाईहरुले पिस्नु भयो भने चाहिँ सेलरोटी काँडेदार बन्छ। अब यो दोस्रो चोटी पिस्न गइरहेको छु। यसलाई चाहिँ म अलिक सुक्खा पानी नहालिकिन अनि अलिक मिहिन पनि पिसेर रेडी गर्छु। ल हेर्नुस् त यतिको। अब सबै चामलहरुलाई यसरी नै पिसेर पहिला रेडी गर्ने। सबै चामलहरु पिसेर मैले यहाँनिर रेडी गरेर एउटा ठुलो भाँडामा राखिसकेको छु। अब चाहिँ मसला पिस्न गइरहेको छु। मसला सजिलोसँगले पिसोस् भनेर मैले यहाँनिर यो दालचिनीहरुलाई चाहिँ मसिनो टुक्रा गरेर पिस्न गइरहेको छु। मसला पनि पिसेर रेडी भइसकेको छ। अब यी सबै पिसेको चामलहरुलाई एकपल्ट राम्रोसँगले मैले यहाँनिर मिक्स गरेको छु। पिसेको चामलहरु राम्रोसँगले मिक्स भइसकेपछि अब स्वाद अनुसार चिनी राख्न गइरहेको छु। चिनी सँगसँगै मैले यहाँनिर मसला पनि राखेको छु। मसलालाई चाहिँ मैले चालेर राखेको छु। जति पनि खस्रो छ राम्रोसँगले नपिसेको मसलाहरु चाहिँ तपाईहरुले चियामा अथवा मासु पकाउँदा सब्जीहरु पकाउँदा तपाईहरुले युज गर्न सक्नुहुन्छ। अब यी राखेको सामग्रीहरुलाई चामलको पिठोसँग एकदमै राम्रोसँगले मिक्स गर्नुपर्छ। पिठोमा चिनी एकदमै राम्रोसँगले मिक्स भइसकेपछि चाहिँ पिठो चाहिँ एकदमै वाटरी हुन्छ। ल हेर्नुस् त यहाँनिर म तपाईहरुलाई देखाउँदै छु। अब यो स्टेजमा चाहिँ तपाईहरुले गहुँको पिठो, मैदा अथवा सुजी राखेर चाहिँ यसलाई फेरि मिक्स गर्न सक्नुहुनेछ। पिठो राखिसकेपछि मैले हात लगाएर यहाँ मुस्दै छु। यसरी हात लगाएर मुस्दाखेरि चाहिँ तपाईहरुको ब्याटरको कन्सिस्टेन्सी कतिको भएको छ भनेर थाहा हुन्छ। 15 मिनेट जस्तो तपाईहरुले फिट्नु भयो भने चाहिँ ल हेर्नुस् त यतिको भएर रेडी हुन्छ। अब यसलाई कभर गरेर 3 घण्टाको लागि रेस्ट हुन छोडिदिएको छु। 3 घण्टा बाद कभर खोलेर ब्याटरको कन्सिस्टेन्सी चेक गर्न पर्छ। ल हेर्नुस् त एकदमै बाक्लो भएको छ। यो स्टेजमा मैले ठुलो चम्चीको 1 चम्ची बेकिङ पाउडर पनि राखेको छु। यसले चाहिँ रोटी अलिक नरम हुन्छ। तपाईहरु राख्न चाहनुहुन्न भने यसलाई स्किप गर्दा हुन्छ। यसलाई राम्रोसँगले मिक्स गरिसकेपछि मैले यहाँनिर थोरै पानी राखेको छु। पानी अथवा दूध राखेर तपाईहरुले आफ्नो कन्सिस्टेन्सी अनुसार यसको ब्याटर रेडी गर्न सक्नुहुनेछ। तपाईहरुले कतिको बाक्लो अथवा पातुलो रोटी चाहिँ हाल्न सक्नुहुन्छ त्यही अनुसार। मलाई चाहिँ पातुलो भन्दा पनि अलिक बाक्लो बाक्लो ब्याटर राखेर रोटी हाल्नु नै सजिलो लाग्छ। त्यही भएर मेरो चाहिँ ब्याटर अलिक बाक्लो बाक्लो नै देखिरहेको छ। अब यसलाई हाल्नको लागि चाहिँ मैले यो पानीकै बोतलबाट हाल्न लागिरहेको छु। तपाईहरुले हातले हाल्न सक्नुहुन्छ भने हातले पनि हाल्न सक्नुहुन्छ। अब सबै सेलरोटीहरुलाई चाहिँ पोल्न थाल्न पर्छ। मैले यहाँनिर सेलरोटी हालेर शेप यदि तपाईहरुलाई दिनु मन पर्छ अथवा तपाईहरुको शेप बिग्रियो भने तपाईहरुले यसरी बनाउन पनि सक्नुहुन्छ। अब यो सेलरोटीलाई चाहिँ मैले पर्फेक्टली दुवै साइड गोल्डन ब्राउन हुइन्जेलसम्म फ्राई गर्न पर्ने हुन्छ। र सेलरोटी पोल्ने तेल चाहिँ एकदमै तातो धुवा आइन्जेलसम्म तपाईहरुको तेल चाहिँ तातेको हुनुपर्छ। अनि चाहिँ सेलरोटी एकदमै राम्रो काँडेदार बन्छ। ल हेर्नुस् त यहाँनिर हेर्दै कति खाउँ खाउँ लाग्दो सेलरोटी बनेर रेडी भएको छ। अब सबै सेलरोटीहरुलाई यसरी नै पोलेर रेडी गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।